मम्मी अझै पनि खाकै ठाउँमा थाल छोड्छस् भनेर सोध्नु होला है। बट ट्रस्ट मी मम्मी, खाएको ठाउँमा थाल छोड्नु त परको कुरा, बरु अरूले खाएको थाल पनि उठाएर लाने गर्छु। घरमा त कहिले सकिन, तर कामले एटलिस्ट त्यति सम्मान गर्न त सिकायो मम्मी। सानो सानो घुर्कीमा खाना फालेर हिँड्थे बुवा। बट ट्रस्ट मी बुवा, पढाइ र कामको चपेटामा कैयौं पटक खाना खान पाएको थिइनँ। अहिले एक एक सिताको महत्व राम्रो थाहा पाएको छु बुवा। हजुरको जाबो जागिरले किन उकासेको छ र भनेर प्रश्न गर्थे बुवा। बट ट्रस्ट मी बुवा, जिम्मेवारी कसरी वहन गर्नु भएको रहेछ अहिले आफ्नै व्यवहारमा परेपछि महसुस गर्दैछु बुवा। त्यो जाबो एक टुक्रा जमिन बेच्दैमा केही हुँदैन भनेर कुर्लिएको थिएँ। बट ट्रस्ट मी बुवा, आफ्नै मेहनतले खर्च टार्दा एक एक पाइको महत्व भएको छ बुवा। मेरो पढाइको लागि भनेरै त्यही एक टुक्रा जमिन धितो राखी ऋण निकालिदिनु भयो। सजिलै पैसा कमाउन सकिन्छ विदेशमा जस्तो लाग्थ्यो। 5 वर्षको दौरानमा बल्ल तल्ल आधा उधी ऋण तिरे। बट ट्रस्ट मी बुवा, अब पढाइ सकिँदैछ, अझ धेरै मेहनत